मेरो उम्मेदवारी चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 को प्रतिनिधि सभा सदस्यको उम्मेदवारी। मूल कुरो त समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल बनाउनु, मुलुकमा सुशासन कायम गर्ने, भ्रष्टाचार मुक्त समाज निर्माण गर्नु, त्यसपछि पूर्व चितवनको समग्र विकासको सन्दर्भमा भन्नुहुन्छ भने पूर्व राष्ट्रिय पञ्चायतको सदस्य भएर पञ्चायती व्यवस्था फाल्न सफल विकास प्रेमी लोकप्रिय नेता जेपी भेटवालले सुरु गरेको लोथर राप्ती ट्यागलाई तटबन्धन गरेर पूर्व चितवनवासीलाई जोगाउने काम उहाँले गर्नुभयो। त्यति मात्रै होइन, धेरै बाटो पुल पुलिस कमरेड सुरेन्द्र पाण्डे चितवनमा आउनुभयो। उहाँले पनि बाटो भण्डारामा रहेको बाटोदेखि विभिन्न खालको पुल बाटो निर्माणमा काम धेरै गर्नुभएको छ। त्यो बिचमा मलाई प्रदेश सभा सदस्य बनाएर पार्टीले मन्त्रीको चाहिँ अवसर दिनुभयो। त्यतिखेर मेरो कार्यकालमा पनि धेरै कामहरू भएको छ। त्यहाँको जनता के भन्थ्यो भने तपाईँ चुनावमा भोट माग्दा आउनुभयो, तर हामीलाई अरू कुरो केही होइन, कम्तीमा पनि मानव र वन्यजन्तु बिचको द्वन्द्व समाधान गर्न हामीलाई लोथरदेखि सौरासम्मको कङ्क्रिट वाल निर्माण गरिदिनु पर्यो भन्ने उहाँको माग थियो। त्यो सम्पन्न भएको छ। त्यसपछि हामी त्यो पछिल्लो चरणमा 79मा कमरेड जेएन थपलिया, जगन्नाथ थपलिया चाहिँ प्रतिसभा संसद भएर अर्थमन्त्री हुनुभयो 2 पटक। अहिले संसदीय दलको नेता हुनुहुन्छ। उहाँले पनि धेरै काम गर्नुभएको छ। यी सबै नेताहरूले गरेको कामहरू, अधुरो रहेका कामहरू सम्पन्न गर्ने, बाँकी कामहरू दीर्घकालीन रूपमा रत्नगर, खैरानी र राप्तीलाई त्यहाँको जनतालाई समृद्धसँग जोड्ने अभियानमा विकास निर्माणको कामहरू, चितवनलाई पर्यटकीय गन्तव्यको थलो बनाउने, सौरा बचाउ अभियान चलाउने र पर्यटनलाई तपाईँको सौरालाई अन्तर्राष्ट्रिय पर्यटक स्थल थलो बनाउने र पहाडमा रहेको कतिपय बाँझो जमिनहरू छ, हामी सबै पूर्वाधारहरू निर्माण गर्छौँ। त्यो पूर्वाधार भनेको बाटो हो, पानी हो, बिजुली हो, यस्ता कुराहरू सबै व्यवस्थित गरिसकेपछि पहाडको डाँडा पाखा सबै चाहिँ उत्पादनमुखी काममा पनि लगाउने अनि पर्यटनलाई जोडेर त्यहाँ चाहिँ तपाईँको रोजगार सिर्जना गर्ने अभियानमा लाग्ने, त्यो हिसाबले मेरो उम्मेदवारी हो। तपाईलाई जेपी भेटवाल पछिको त्यहाँको चाहिँ एकदम लोकप्रिय नेता, विकासवादी नेता भनेर पनि चिनिन्छ। अहिले चितवनवासी, चितवन क्षेत्र नम्बर 1 का नेताले चाहिँ, जनताले चाहिँ कस्तो नेता छान्नुपर्छ? यहाँ सिंहदरबार जलाउने नेता छान्छन् कि फेरि विकास गर्ने सिंहदरबार बनाउने नेता छान्छन्? यसमा तपाईँ विचार के छ? चितवनको जनता के भन्छन् भने क्षेत्र नम्बर 1 को जनता अब यी सबै उम्मेदवारहरूमध्येका असल उम्मेदवार दावा दर्ते लामा, त्यसकारणले उहाँलाई हामी यसपटक भोट हाल्छौँ भन्नेमा उहाँहरूको भित्री मनमा, छलफलमा, चिया गफमा हरेक ठाउँमा उहाँहरूको चाहिँ छलफलमा यो कुरो भइरहेछ। यो त तपाईँको मैले भन्ने कुरा होइन, तपाईँहरूले सुन्ने, बुझ्ने, पत्रकारहरूले बुझ्ने, अध्ययन गर्ने कुरा पनि हो। र तपाईँको चाहिँ मैले अघि नै भनिसकेँ, जलाउने कि बनाउने भनेर। हाम्रो काम त तपाईँको बनाउने मात्रै हो, जलाउने भनेको थाहा छैन। त्यस कारणले अब आइन्द यो मुलुक यसरी खरानी हुने गरी जलेर नजाओस् भन्ने हिसाबले काम गर्ने, त्यही खालको तपाईँको नीति निर्माण गर्ने थलो संसद भएको हुनाले संसदमा त्यो नीति निर्माण भइरहँदा, कानुन निर्माण भइरहँदा पनि पूर्व चितवनको जनताको र तपाईँको चाहिँ त्यहाँबाट काठमाडौँ आएर बसोबास गरेका जनताहरू र सम्पर्क मञ्चमा रहेकोदेखि तपाईँको चाहिँ चितवनमा बसेका त्यहाँको चितवनवासीहरूसँग राय सल्लाह सुझाव लिएर किसानसँग पनि लिने, एउटा विपन्न वर्गसँग पनि लिने, उत्पीडित समुदायसँग पनि लिने सुझावहरू, त्यसपछि विज्ञहरूसँग पनि सुझाव लिएर अनि त्यस्तो खालको नीति निर्माण गर्ने। त्यो नीति निर्माण गर्ने कुरामा चाहिँ तपाईँको पार्टीलाई सुझाव दिने, पार्टीलाई पनि तपाईँको यो खालको नीति निर्माण गर्दा उपयुक्त हुन्छ भन्ने राय सल्लाह सुझाव, जनताको सुझाव अनुसारको राय पार्टीमा बुझाउने, आफ्नो भूमिका पनि त्यही ढङ्ग रहने र जनपक्षीय नीति निर्माण गरेर चितवन जिल्लालाई समृद्ध चितवनसँग जोडेर देशकै टप चितवन विकासमा समृद्धको चाहिँ तपाईँको फर्स्ट चितवन भन्ने बनाउने अभियानमा मेरो उम्मेदवारी हो। तपाईँको चाहिँ 74 को चुनावमा तपाईँ प्रदेश संसद पनि जित्नुभयो चितवन क्षेत्र नम्बर 1 क बाट, त्यसपछि मन्त्री पनि हुनुभयो 3 वर्ष जति। अब तपाईको
जितेर कुनै दिन मन्त्री हुनु होला, संसद हुनु होला, नयाँ योजना, युवा लक्षित योजना चाहिँ के छ? महिला लक्षित योजना, युवा लक्षित योजना, बुढाबुढी वृद्धहरूको योजना चाहिँ के छ तपाईँको? मैले भनिसकेँ अब वृद्धहरूलाई सम्मान गर्ने योजना त तपाईँको नेकपा एमाले वृद्धहरूले वृद्ध भत्ता सुरु गर्दै आएर अहिलेसम्म खाइरहनु भएको छ भत्ता। र अझै तपाईँको वृद्धहरूलाई तपाईँको सम्मान गर्न तपाईँको चाहिँ हामीले नीति निर्माणमा त्यहाँ जोड्ने हो, कानुन निर्माणमा जोड्ने हो वृद्धहरूको सम्मानको लागि। र तपाईँको विदेशमा भएका युवाहरूलाई स्वदेशमा मैले अघि पनि भने उत्पादनमुखी काममा जोड्न लगाउने, उद्योग धन्दा कल कारखानाहरू स्थापना गर्ने, रोजगार सिर्जना गर्ने। त्यसबाट के हुने भयो भन्दाखेरि विदेशमा पलायन भएको युवाहरू स्वदेश फर्केर आउने भयो। अनि त्यो लगानी गर्नको निम्ति चाहिँ राज्यले के गर्ने हो भने कम्तीमा पनि राज्यले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी यसपालि जसरी भाटभटेनी जल्यो त्यस्तो खालको अवस्था आउन नदिने र कम्तीमा पनि विदेशमा रहेका स्वदेशमा रहेका तपाईँको व्यावसायिक मान्छेहरू, पुँजी भएका मान्छेहरूले स्वदेशमै आएर विदेशमा तपाईँहरू गएर बस्नु भएको छ, त्यहाँको ज्ञान सिप हासिल गर्ने र स्वदेशमा फर्केर आएर लगानी गर्ने र यही देश बनाउने, देश निर्माण गर्न आउने भनेर उहाँहरूले अनुरोध गर्ने, ल्याउने, यही देशमा युवाहरूलाई रोजगार सृजना गरेर अगाडि बढाउने। त्यसले के काम गर्छ भनेदेखि रोजगार पनि भयो अनि छोराछोरी सँगै भएपछि त बाबुआमाको सेवा पनि पाउने भयो नि। यी सबै हिसाबले हुने गरी कामको प्लानिङमा अगाडि जोड्ने गरी मेरो उम्मेदवारी अगाडि। चितवन क्षेत्र नम्बर 1 को भोटरलाई, जनतालाई तपाईँ अन्तिममा के भन्न चाहनुहुन्छ? पछि 21 गते चुनाव आउँदैछ, फागुन 21 गते, त्यहाँका चाहिँ जनतालाई, तपाईँका भोटरलाई, त्यहाँका चाहिँ जनतालाई के भन्न चाहनुहुन्छ? तपाईँ के सन्देश दिन चाहनुहुन्छ? चितवन जिल्लाको निर्वाचन क्षेत्र नम्बर 1 को जनता त मेरो जम्मै साथी। मेरो साथी कस्तो खालको साथी हुन्छ भने भर्खर जन्मेर हुर्किन थालेको सबै साथी, वृद्धहरू पनि साथी, अबुसराहरू पनि साथी, अबुभन्दा तलको भाइ बहिनी छोराछोरी पनि साथी। म चाहिँ सबैसँग मिल्ने मान्छे। त्यसो भएको हुनाले अब सबैजना आफन्तहरू, मैले त जो मान्छे देख्छु चितवनमा सबै मेरै मान्छे, एकदम नजिकको साथी भनेर बुझ्छ क्या। त्यही कारण उहाँहरू सबैले समृद्ध नेपाल, समृद्ध पूर्व चितवनमा जोड्न चुनाव चिन्ह सूर्यमा भोट हालेर मलाई सहयोग गर्नुहुन्छ र मलाई निर्वाचनमा निर्वाचित बनाउने अभियानमा उहाँहरूले जोड्नुहुन्छ। मलाई विश्वास छ तपाईँ सबै चितवनवासीको नेता चाहिँ उम्मेदवार हो, एमालेको मात्रै होइन। होइन, यस्तो पहिला निर्वाचनमा निर्वाचित हुने गरी चाहिँ एमालेको उम्मेदवार हो, निर्वाचित भइसकेपछि चाहिँ साझा उम्मेदवार हो। निर्वाचित सांसद भयो, मन्त्री भइसकेपछि साझा काम हिजो पनि गरेको हो नि त। कोही निष्पक्ष, कुनै पक्षपात नगर्ने। तपाईँले म मन्त्री हुने बेलामा कुनै खालको पक्षपात गरेको कहीँ पाउनुभयो? पाउनुहुन्न। सबैले त्यही भन्नुहुन्छ। चुनावमा सबै मान्छेले आफ्नो आफ्नो पार्टीको टिकट लिएर चुनाव लड्या छ। यो त लोकतन्त्रमा प्रतिस्पर्धाको चाहिँ प्रचलन हो नि त। प्रतिस्पर्धा गर्ने साथीहरूसँग पनि सहकार्य नै गर्ने। मैले के भन्छु भने निर्वाचनमा मैले निर्वाचित भइसकेपछि यो अहिले प्रतिस्पर्धामा आउने साथीहरूसँग पनि बस्ने छलफल गर्ने, तपाईँहरूको प्लानिङ, योजना, नीति निर्माण गर्न, कानुन निर्माण गर्न, यहाँको समाजको विकास गर्न के आवश्यकता छ त्यो पनि राय सल्लाह सुझाव दिनुहोस् भनेर उहाँहरू। निर्वाचनपछि तपाईँ कुनै पार्टी भनेर कसैलाई भेदभाव गर्नुहुन्न? त्यो त तपाईँको सामाजिक व्यक्ति भइगयो नि, सार्वजनिक व्यक्ति हो, सामाजिक व्यक्ति हो, सबैको साझा मान्छे हुन्छ कि। त्यसो भए तपाईँ चितवन क्षेत्र नम्बर 1 मा तपाईँको जित पक्का छ? मलाई पूर्ण विश्वास छ। हस्, धन्यवाद। ल, तपाईँलाई धन्यवाद।